आज हाम्रो ग्रेजुएसन लेट्स गेट रेडी विथ मी अनि आज हाम्रो लास्ट डे यता भरे हामी वेग 1 तिर फर्किन्छौं अनि टाइम पायो और फोन चलाउन पायो भने म ग्रेजुएसनको पनि ब्लग बनाउँछु पाएन भने चाहिँ हामी त्यतै फर्किन्छौं ग्रेजुएसन सकेर अनि यो महिना भरि चाहिँ स्कुल हाउसको ब्लगहरु आएको थियो लास्टै रमाइलो भएको थियो के साथीहरुसँग अनि भरे चाहिँ फर्किन्छौं अनि भोलिदेखि चाहिँ ब्याक टु वर्क अनि पहिलाकै जस्तो रेगुलर ब्लगहरु आउन थाल्छ गाइस अनि त्यसपछि 25 दिन पछि चाहिँ म युएस फर्किन्छु कोरियामा बस्नु चाहिँ मात्र 25 दिन छ गाइस 25 दिनमा कति धेरै कुराहरु गर्नुपर्ने छ के गर्ने भनेर प्लान बनाएको छु होपफुली सबै हुन्छ अनि टाइम मिल्यो और पछि के भन्छ त्यो पछि सबै कुराहरु मिल्यो भने फेरि पनि कोरिया फर्केर आउँछु होला लाइक 2-3 वर्ष बस्ने गरीले अनि मिलेन भने त के गर्नु र कोरिया सारै धेरै मन पर्यो मलाई अनि कोट लाउनु सारै धेरै गाह्रो भइराछ क्या अहिले म अलि मोटो भएको छु क्या अलि हैन ज्यादै मोटो भएको छु के पहिलाको हेरी हाम्रो स्कुल चाहिँ 1 महिना मात्रै भयो नि त तर मैले कति धेरै मिल्ने साथीहरु बनाए हैन कस्तो धेरै इमोसनल के ग्रेजुएसनको दिनमा त आम्मामा किनभने हामीले चाहिँ त्यो 30 दिन चाहिँ सँगै खाएर सँगै अब स्कुल गएर हैन दिनको 3 वटा खाना सँगै खाएर बिहानदेखि बेलुकासम्म स्कुल गएर अनि रुम पनि शेयर गरेको थियौं के मेरो साथीहरुसँग चाहिँ त्यही भएर लास्टै मिस हुने के तर एकजना साथी चाहिँ यही म बस्ने ठाउँमा वेग 1 देखि नै रहेछ हैन त्यही भएर अब भोलि पनि भेट हुन्छ पर्सि पनि भेट हुन्छ उता युएस नफर्किन्छ भन्दै म चाहिँ रेडी भइसके थ्यांक यू फर वाचिङ गाइस सबैजनालाई बाइ बाइ मेरो नयाँ आइडी छ फलो गर्नु होला